आज शक्तिको एउटा गहिरो सिद्धान्तबारे कुरा गरौँ, मेक्सिकोको एउटा कम्पनीको कथाबाट। पहिले एउटा आइडिया बुझौँ अनि हेरौँ वास्तविकतामा यो कसरी लागू भयो। यो कथाको जड बुझ्न फ्रान्सेली दार्शनिक मिसेल फुकोबाट सुरु गर्नुपर्छ। फुकुले भने असली शक्ति जबरजस्ती होइन, यो त मान्छेको बानी र सोच बदल्ने कला हो। यसलाई भनिन्छ बायोपोलिटिक्स, मानिसहरूको स्वास्थ्य, बानी सबै कुरालाई नियन्त्रण गरेर शासन गर्ने तरिका। अब जाउँ हाम्रो केस स्टडीमा, मेक्सिको, जहाँको संस्कृति निकै धनी र आफ्नै पहिचान भएको थियो। बोजुल जस्ता पेय पदार्थ त्यहाँ जीवनकै हिस्सा थिए। तर सन् 1926मा एउटा नयाँ खेलाडी आयो, गजबको रणनीतिका साथ। कोकाकोलाले सिर्फ पेय बेचेन, उसले त मानिसहरूलाई एउटा पहिचान र सामाजिक मूल्य बेच्यो। विज्ञापनले कोकलाई परिवार, साथीभाइ र हरेक उत्सवको एक महत्त्वपूर्ण हिस्सा बनाइदियो। अनि नाफ्टा जस्ता सम्झौताले यो परिवर्तनलाई झनै फैलायो, जसको असर स्वास्थ्य र वातावरणमा भयानक देखियो। कम्पनीले हरेक दिन लाखौं लिटर पानी जमिनबाट तान्न थाल्यो। परिणाम, स्थानीयलाई पानीको हाहाकार। खपत यति बढ्यो कि कति ठाउँमा त एकजनाले दिनकै 2.5 लिटरसम्म कोक पिउन थाले। यति धेरै गुलियोले जनस्वास्थ्यमा सिधै असर गर्यो। देशमा मधुमेहको महामारी नै फैलियो। अब जब स्वास्थ्य र पानीको कुरामा विरोध हुन थाल्यो, कम्पनीको पहुँच सिधै सरकारसम्म पुग्यो। जब कोकका पूर्व सिइओ नै राष्ट्रपति बने, तब कम्पनी र सरकार बीचको फरक नै मेट्यो। तर कथा यतिमै सकिन्न। अबको कुराले त एउटा यस्तो सिस्टम देखाउँछ जसले समस्या र समाधान दुवैबाट पैसा कमाउँछ। देशमा मधुमेह बढेपछि सरकारले मानिसहरूलाई औषधि किन्न सहुलियत दिन थाल्यो। तर अचम्मको कुरा के छ भने कोक र मधुमेहको औषधि बनाउने कम्पनीमा लगानी गर्नेहरू एउटै थिए। यो त एउटा गजबको चक्र भयो। पहिले रोग बेच्यो अनि त्यही रोगको उपचार पनि बेच्यो। यही हो बायोपोलिटिक्स। मेक्सिकोको यो कथाले फुकुको सिद्धान्तलाई छर्लङ्ग पार्छ, कसरी हाम्रो छुनौटहरूलाई नियन्त्रण गरिन्छ भनेर देखाउँछ। यसले एउटा ठूलो प्रश्न छोड्छ। हामी जे रोज्छौँ, जे गर्छौँ, के त्यो साँच्चै हाम्रो आफ्नो निर्णय हो त?